बा आज तपाईँले जीवनको चाहिँ अब 83 वर्ष हुनुभयो तपाईँ होइन 83 वर्षमा आज मतदान गरेर आउनुभयो मतदान गरेर आएपछि तपाईँ चाहिँ के चाहनुहुन्छ ल भन्नुहोस् त बा मैले जति दुःख गरे अनि हाम्रा छोराहरूले जति दुःख गरे त्यस्तो नातिले गर्नु नपरोस् सुख शान्ति होस् भन्ने म चाहन्छु जस तपाईँको नाति पुस्ताले चाहिँ यही देशमा भविष्य खोज्न चाहोस् भन्न चाहनुहुन्छ होइन तपाईँ होइन नाति पुस्ताले चाहिँ कम्तीमा यही देशमा रहेर यही देशमा चाहिँ आफ्नो भविष्य खोज्न सकोस् होइन भन्ने म चाहन्छु त्यही चाहनुहुन्छ नि तपाईँ होइन तपाईँ उमेर भनिदिनु एकचोटि मेरो उमेर चाहिँ 83 लाग्यो 83 वर्ष होइन तपाईँले आफ्नो भोट आफै दिनुभयो नि आज होइन मेरो मेरो भोट चाहिँ मैले होइन आफैले दिएको आफैले दिनुभयो नि तपाईँ कसैको सहारा लिनु भएन नि मैले लिइनँ लिनु भएन बुहारीको छोराको नाति नाति कसै लिनु भएन नि कसैको पनि लिइनँ त्यही त मैले बिहान सोधेँ बा तपाईँ आफै भोट गर्न सक्नुहुन्छ भन्दा म सक्छु भनेपछि मैले लिएर गइनँ बालाई उहाँलाई आफैले भोट गर्नुभयो मेरो बा अलिकति एजुकेटेड पनि हुनुहुन्छ तपाईँले 2028 सालमा कति सालमा पढाउनु भएको होइन स्कुल के अरे 28 सालमा होइन 2000 तपाईँ 32 सालमा इन्डिया जानुभएको होइन 32 सालमा बिहा भएको तपाईँको 32 सालमा बिहा भएको 25-26 सालतिर हो कि हुन्दी पढाएको हुम्दीमा पढाएको के अरे 24-25 सालमा होइन हो मेरो बा चाहिँ जमानाको हेडमास्टर तर नेपालमा भविष्य नदेखेर इन्डियामा भाडा मान्न जानुभएको है ल